बच्चामा के हामीलाई जे कुरा मन पर्दैन नि पछि ठुलो भएर त्यही एकदमै मन पर्न थाल्छ। यस्तो लड्डुहरू मलाई सानो हुँदाखेरि मनै पर्दैन थियो। जति पकाए पनि माघे सङ्क्रान्तिमा मलाई एकदमै मन पर्दैन थियो। तर आजकल जब मैले एक्सर्साइज गर्न थालेँ, ठुलो भएँ, म्याच्योर भएँ अनि अहिले चाहिँ एकदमै मन पर्न थाल्यो। मेरो हस्बेन्ड चाहिँ एकदमै एक्सर्साइज गर्नुहुन्छ। उहाँलाई एकदमै मनपर्छ फिट हुन अनि मलाई पनि कर गरेर गराउनुहुन्छ। म पनि कहिलेकाहीँ गर्छु। तर उहाँको लागि चाहिँ स्पेसली मैले यो प्रोटिन लड्डु बनाउँदैछु आज। यो प्रोटिन लड्डुमा चाहिँ मैले केही सामान हुन्छ नि अब स्पेसली यो बनाउँछु भनेर मैले विचार गरेर लिस्ट भनेर किनेको चाहिँ होइन। घरमै अलरेडी पहिल्यैदेखि थियो। त्यो सबै मैले हालिदिएको छु। यसमा तिल हालेको छु, तिसी भन्छ, आलस पनि भन्छ। हाम्रो उता जनकपुरतिर तिसी भन्नेको कारणले मैले तिसी भनेको हो। पम्किन सिड, चिया सिड, पिनट, सेस्मे सिड, किसमिस अनि डेट्स अरू के एउटा दुईटा कुराहरू छ, मैले बिर्सेँ ठ्याक्कै नामै। सबैलाई घिउमा मजाले भुटेँ अनि घिउमा भुटिसकेपछि गुडलाई मजाले पानीमा अब त्यो गुड चाहिँ अलिक बडी भएको छ, केही छैन। तर मैले बडी यसको कारणले गर्दा राखेको कि किनभने एकदमै साह्रो हुन्छ नि, साह्रो भएपछि खान गाह्रो हुन्छ भनेर मैले अलिक बडी नै हालिदिएँ। त्यो पनि रिजन हो। र अर्को रिजन चाहिँ मसँग मेरो घरमा चाहिँ मेरो बिहेकै गुड चाहिँ एकदमै धेरै थियो, त्यही भएर मैले त्यो धेरै हालिदिएको अब बिग्रिन्छ भनेर। अनि गुड मजाले पकाइसकेपछि त्यसमा सबै ड्राई फ्रुट्सहरू सबै हालिदिएको अनि त्यसपछि मजाले चलाएँ। अनि चलाइसकेपछि लड्डु बनाएर राखेँ। त्यो लड्डुको टेक्स्चर, कलरहरू पनि सबै यस्तो राम्रो भयो। त्यो स्मेल त्यो पकाएको दिन त घरभरि पुरै मग बास्ना आएर ओ माई गड। मैले यो फर्स्ट टाइम ट्राई नै गरेको हो। तर फर्स्ट टाइम ट्राईमै यस्तो राम्रो भयो कि मलाई चाहिँ फेरि बनाउन मन लाग्यो क्या। उहाँले अब एउटा डेली खानुपर्ने 2-3टा एक दिनमै खाइदिनुहुन्छ। अनि अब छिटै सकिनेवाला छ। म फेरि बनाउँछु यस्तै। हजुरहरू पनि बनाउनुहोस्। यो हेल्थको लागि चाहिँ एकदमै राम्रो हो। हाम्रो बडीमा अब कुनै सानो न्युट्रियन्ट्सहरू चाहिँ पाउँदैन नि त त्यत्तिकै। अनि त्यही भएर यो सानो सिड्सहरूमा चाहिँ एकदमै न्युट्रियन्ट्सहरू भएको कारणले गर्दा एकदमै हाम्रो बडीले न्युट्रिसन्स पाउँछ अनि हेल्दी बन्छौँ।